दाङमा चाहिँ आकाशको पढाइ हुन्छ भने होइन एउटा चाहिँ परिवर्तनमा चाहिँ पतालको जस्तो पढाइ भइरहेको छ। परिवर्तन गाउँपालिका अलिकति नयाँ सोच छ कि भन्ने आशा अपेक्षा हुँदै गर्दा युवाको चाहिँ चाहना अनुरूप कामहरू चाहिँ गर्न सकेको नभएको देखिन्छ पनि होइन। यसको सुधार्नुको अवस्था केही भए पनि साँच्चैकै युवाले चाहिँ देशमै रोक्नुपर्छ भनेर सिकाउने, उद्यमी गराउने, व्यावसायिक रूपमा चाहिँ एउटा जोड्ने भनौँ न गाउँघरमै रोजगारी सिर्जना गर्ने यस्ता कामकाजमा अझ अग्रसर भइदिए अझ राम्रो हुने थियो। नमस्कार, कार्यक्रम रेडियो परिवर्तन संवादमा यहाँहरूलाई स्वागत छ। म अनिल खत्री। कार्यक्रम रेडियो परिवर्तन संवादमा हामी सदाझै अतिथिसँग कुराकानी गर्ने गर्दछौँ। आज पनि एकजना अतिथिसँग कुराकानी गर्न गइरहेका छौँ। आजका अतिथि हुनुहुन्छ रोल्पा परिवर्तन गाउँपालिकाका शान्ति समृद्धि युवा समूहका निवर्तमान अध्यक्ष तथा परिवर्तन 3 नम्बर वडाका खेलकुद विकास समितिका अध्यक्ष खुम रिजालज्यूसँगको कुराकानीलाई जोड्न गइरहेको छु। यहाँलाई स्वागत छ। धन्यवाद। हजुर, यो शान्ति समृद्धि युवा समूह परिवर्तन 3 बागमाराको निवर्तमान अध्यक्ष पनि हुनुहुन्छ र अहिलेको खेलकुद विकास समितिको अध्यक्ष पनि। अहिलेको खेलकुद क्षेत्रमा के कतिको विकास भइरहेको छ 3 नम्बर वडामा? धन्यवाद तपाईँलाई प्रश्नको लागि। हाम्रो परिवर्तन गाउँपालिका खेलकुद विकास समिति जुन पहिलो कार्यकालपछि अधिवेशन भएको छ र भर्खरै यो अधिवेशनबाट म वडा नम्बर 3 को खेलकुद विकास समिति अध्यक्षमा भइसकेपछि हामीले एउटा यो अध्यक्ष कप आयोजनामा सहभागी हुने र यो परिवर्तनवासीका 3 नम्बर वडाभित्रका खेलाडीहरूलाई त्यहाँ चाहिँ पहुँच लग्ने चाहिँ एउटा चाहिँ प्लेटफर्म बनाइदिने हो र तत्काल अवस्थामा हामीले त्यो अध्यक्ष कप नहुँदै गर्दा हामीले चाहिँ अहिले चाहिँ कुनै पनि खेलाडीलाई सहभागी गराएका छैनौँ। अब गराउने क्रममा छौँ। तपाईँ जस्तै अहिले खेलकुद विकास समितिको 3 नम्बरको मात्रै अध्यक्ष हुनुहुन्छ। फरक ढङ्गले युवाहरूको पनि एउटा नेतृत्व गर्ने युवा कमिटीको एउटा युवाहरूको समूहको पनि अध्यक्ष हुनुहुन्थ्यो। योभन्दा अगाडि कस्ता के कार्यक्रमहरू गर्नुभयो त्यो तपाईँको पालामा? म तत्कालीन अवस्थामा शान्ति समिति युवा समूहको अध्यक्ष थिएँ। सँगसँगै क्रियाशील र लामो समयदेखि एउटा चाहिँ युवाहरूको निम्ति खेलकुद जगत सँगसँगै सामाजिक क्षेत्रमा काम गरिरहेको क्लब लालीग्रस युवा क्लबको सदस्य पनि थिएँ। त्यही क्रममा मैले एउटा शान्ति समिति युवा समूहबाट आफ्नो गाउँ आफै बनाऊ भन्ने यो नारालाई चाहिँ आत्मसात गर्दै गाउँमा हुने हरेक खाले सामाजिक कामकाजमा सहजीकरण गरिदिने, युवा समूहलाई सहभागिता गराउने, युवालाई चाहिँ एउटा चाहिँ जनतासँग अथवा भनौँ न समाजका चाहिँ हरेक मान्छेसँग जोडेर केही न केही नयाँ गर्ने, सँगसँगै युवा समूहले चाहिँ प्रत्याभूति गर्ने गरी नयाँ कार्यक्रमहरू जोडेर मैले कार्यक्रम गर्ने गर्थेँ र युवाले चाहिँ त्यसको अनुभव पनि गरिरहेका छन् अझै पनि। जस युवाहरूको हकको लागि तपाईँले काम गर्ने भयो र एउटा परिवर्तन गाउँपालिकावासी भएको हुनाले तपाईँले परिवर्तन गाउँपालिकाले खेलकुद क्षेत्रमा कतिको लगानी गरेको छ, कतिको तपाईँलाई ध्यान दिइरहेको छ भन्ने कुरा कतिको ध्यान दिइरहेको छ? यस्तो छ, यो विषयमा के छ भने परिवर्तन गाउँपालिकाले आफू एउटा चाहिँ स्थानीय ऐन 2074बाट जुन गठन भयो त्यस पश्चात लगत्तै खेलकुद विकास समिति गठन गरेको छ। तत्कालीन अवस्थामा भने जस्तो कामकाज हुन सक्यो भने क्रमागत रूपमा र सुधारोन्मुख अवस्था देखिन्छ। पछिल्लो समय यो चाहिँ आर्थिक वर्ष 80-81 मा जुन परिवर्तन गाउँपालिकाले यो 81 सालमा गर्नुपर्ने अध्यक्ष कप आयोजना नगर्दै गर्दा थुप्रै खेलाडीहरूमा निराशा छाएको छ। तर पनि एउटा चाहिँ क्रिकेट आयोजना गरेर एउटा पालिका स्तरीय क्रिकेट आयोजना गरेर आफ्नो चाहिँ त्यो जुन आएको बजेटलाई प्रयोगता गर्यो। तर एउटा अध्यक्ष कप चाहिँ आयोजना नगर्दा अलिकति चाहिँ विद्यार्थी चाहिँ जुन अध्यक्ष कपमा सहभागी हुने खेलाडीहरू होइन त्यो सँगसँगै अन्य विद्यार्थीहरू चाहिँ खेलाडी विद्यार्थीहरू चाहिँ यो कुरा चाहिँ मलाई गुनासो पनि आएको थियो। अलिकति गुनासो पोख्ने बाटो पनि रह्यो। त्यसै गरी खेलकुद क्षेत्रमा पनि लगानी गरिरहेको थियो। जे होस् क्रिकेट पनि बनाइदियो परिवर्तन गाउँपालिकाले। सँगसँगै युवाहरूको निम्ति भनेर परिवर्तन गाउँपालिकाले के कस्ता अहिले पाइला चालेको छ, कतिको कामहरू गरिदिरहेको छ तपाईँहरूले? यस्तो छ, परिवर्तन गाउँपालिकाले युवा विद्यार्थीको लागि केही न केही काम गरिरहेको छ उसको तर्फबाट। तर साँच्चीकै हाम्रो यो सरकारको पोलिसी सही तरिकाले चाहिँ परिचालन नहुँदा अहिले पछिल्लो समयमा थुप्रै युवाहरू चाहिँ विदेशिएका छन्। यो क्रममा परिवर्तन गाउँपालिका अलिकति नयाँ सोच छ कि भन्ने आशा अपेक्षा हुँदै गर्दा युवाको चाहिँ चाहना अनुरूप कामहरू चाहिँ गर्न सकेको नभएको देखिन्छ पनि होइन। यसको सुधार्नुको अवस्था केही भए पनि साँच्चैकै युवाले चाहिँ देशमै रोक्नुपर्छ भनेर सिकाउने, उद्यमी गराउने, व्यावसायिक रूपमा चाहिँ एउटा जोड्ने भनौँ न गाउँघरमै रोजगारी सिर्जना गर्ने यस्ता कामकाजमा अझ अग्रसर भइदिए अझ राम्रो हुने थियो भन्ने छ। परिवर्तन गाउँपालिकाले युवाहरूलाई अझै पनि सङ्कलन गर्न सकिरहेको छैन। त्यो हेर्दै गर्दाखेरि हो कि
हामी जो परिवर्तनवासीका युवाहरूलाई देख्ने गर्दछौँ जो तपाईँ त अहिले परिवर्तनदेखि दाङसम्म झरेर अहिले महेन्द्र बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनदेखि सोभिको सदस्य समेत रहनुभएको छ। त्यसमा रहने गर्दाखेरि विद्यार्थीहरूले त गुनासो पक्ष लगाउँदाखेरि पनि र हाम्रो निम्ति केही भएन, कस्तो यो यस्तो भएन उस्तो भएन, परिवर्तनदेखि हामी यहाँसम्म झऱ्यौँ, परिवर्तनमै पनि हाम्रो शिक्षाको अवसर पाएको भए उति बेला राम्रो हुन्थ्यो, हामीले केही छात्रवृत्तिको व्यवस्था गरिदिएको भए राम्रो हुन्थ्यो भन्ने कुरा जस्ता गर्छन् होला। कतिको आउँछ तपाईँको? यो विषयमा यस्तो छ, परिवर्तन गाउँपालिकाले शिक्षा क्षेत्रमा सक्दो आफ्नो तर्फबाट लगानी गरेको देखिन्छ है। यो आर्थिक वर्ष 80-81 पनि केही विद्यार्थी विज्ञान, गणित र इङ्ग्लिस पढ्ने विद्यार्थीहरूले निश्चित रकम छात्रवृत्ति पाएको छन् भन्ने छ। तर पनि अझै एउटा शिक्षा क्षेत्रमा जति लगानी गर्नुपर्ने हो त्यो लगानी नहुँदाखेरि त्यो क्षेत्र छोडेर यो क्षेत्रमा आउने भन्दा पनि त्यही परिवर्तनभित्रै अध्ययन गर्ने थुप्रै चाहिँ विद्यार्थीहरूको भविष्य मैले उज्जवल देखिरहेको छैन। किनभने भन्नुहुन्छ यो विषयमा सबै विद्यालयहरूमा तपाईँको शिक्षक सङ्ख्या परिपूर्ति छैन। अर्कोतर्फ भन्ने गर्दा गाउँपालिकाले शिक्षक अनुदान दिन्छ तर चाहिँ क्वालिफायर शिक्षक अनुदान दिन सकिरहेको छैन हैन। अझ भनौँ न मेजर विषयहरू म्याथ, सायद इङ्ग्लिसका विषयहरूमा चाहिँ तपाईँको कतै त आर्थिक वर्षबाट जुन बजेट छुट्यो त्यहाँ पुग्दैन कि। तपाईँको भन्नुहुन्छ भने विज्ञान विषय नपढेर विद्यार्थी चाहिँ इक्जाम दिने अवस्था छ। त्यो कारणले चाहिँ अझै हैन भौतिक पूर्वाधार निर्माणमा भन्दा पनि शिक्षा क्षेत्रमा लगानी गरियो भने हामी भन्दा पछाडिका बालबालिकाहरूलाई थुप्रै अवसर प्रदान हुन्थे हैन। त्यो विषयले चाहिँ अलिक ध्यान दिन आवश्यक छ। अब 3 नम्बर वडाको खेलकुद विकास समितिको अध्यक्ष सँगसँगै परिवर्तन गाउँपालिकाले नेतृत्व गर्ने एउटा युवा पनि हो। परिवर्तन गाउँपालिकामा युवाहरूलाई कसरी जागरुक बनाउनुपर्छ, युवाहरूको निम्ति अझै पनि परिवर्तन गाउँपालिकाले के कस्ता कामहरू गर्नुपर्छ जस्तो लाग्छ सरलाई? यो एकदमै राम्रो प्रश्न गर्नुभयो तपाईँले। हामी सबै युवाहरू तत्कालीन अवस्थामा केही न केही सम्भावना बोकेर हिँडिरहेका छौँ। यही क्रममा परिवर्तन गाउँपालिका मात्र नभएर देशैभरि पछिल्लो समय युवाले चाहिँ देशमा के गर्नुपर्छ भनेर चाहिँ चाहना राख्दै पनि सरकारको राज्यको एउटा चाहिँ सही पोलिसी नहुँदाखेरि विदेशी न अथवा परदेशी न बाध्य छन्। यही क्रममा मेरो एउटा चाहिँ भ्यू कस्तो छ भने हाम्रो गाउँपालिका मात्र जति चाहिँ युवाहरू चाहिँ यो विद्यार्थीहरूले चासो राख्छन् समाजप्रति, देशप्रति र नेपालमै केही गर्नुपर्छ भन्ने चासो राख्छन्, उनीहरूको लागि सही खालको प्लेटफर्म निर्माण गरिदिने हैन। शिक्षासँग सिपलाई कसरी जोड्ने, सिपलाई व्यापारसँग, व्यापारलाई व्यवसायसँग जोडेर चाहिँ आत्मनिर्भरको बाटो खोज्नका लागि त्यो किसिमको पोलिसी परिवर्तन गाउँपालिका बनाउन सक्छ। र अर्को कुरा एउटा चाहिँ शिक्षालाई व्यवस्थित गर्न पढ्दै कमाउँदै भन्ने एउटा चाहिँ त्यो नारा लिएर हैन, पढ्दै कमाउँदै उसले चाहिँ निश्चित समयमा पढ्ने, त्यो बाहेक उसले चाहिँ कमाउने समय राखिदिँदै गर्दा त्यो अझ व्यवस्थित बन्थ्यो। तपाईँले चाहिँ 10-4 पढिसकेपछि साँझ बिहान उसले चाहिँ कुनै निश्चित चाहिँ एउटा चाहिँ कल कारखाना खोलेर त्यहाँ काम गर्ने वातावरण सिर्जना गरिदिने, कृषि क्षेत्रतिर चाहिँ एउटा व्यावसायिक कृषिको लागि चाहिँ लगानी गरिदिने, त्यहाँ काम गर्ने प्लेटफर्म खोलिदिने, सँगसँगै व्यावसायिक तालिमहरू दिने, सिपयुक्त तालिमहरू दिँदै गर्दा उनीहरूसँग चाहिँ हातमा शिक्षा मात्र नभएर सिप भयो भने अझ उनीहरू आत्मनिर्भरको बाटो भन्थे र चाहिँ आफ्नै देशमा केही गर्ने एउटा चाहिँ बाटो खोज्दै भन्ने जस्तो लाग्छ। माथि जानु सहज हुन्थ्यो। उनीहरूको आर्थिक नहुनेहरूको, आर्थिक कमजोर हुनेहरूलाई पनि शिक्षा मात्र नभएर सम्पूर्ण क्षेत्रदेखि अलिकति माथि बढ्नु पनि सहज हुन्थ्यो जस्तो लाग्छ तपाईँलाई? हजुर हजुर। अनि परिवर्तन गाउँपालिकाले यो आर्थिक वर्षमा के कस्ता कार्यक्रमहरू लिएको थियो युवाहरूसम्म, युवाहरूलाई? यस्तो छ, यो 80-81 को आर्थिक वर्षमा लिएका कार्यक्रमहरू सबै पुरा भएको चाहिँ देखिँदैन। तर चाहिँ केही युवा लक्षित कार्यक्रमहरू लिए पनि साँच्चीकै युवामुखी, साँच्चीकै युवालाई दिनुपर्ने कामकाज अलिकति कतै न कतै नपुगेको देखिन्छ। अनि युवाले श्रमसँग हैन नाई खोल्ने, त्यसपछि सिलाइ कटाइकाहरू, वायरिङका तालिमहरू चाहिँ दिइरहेको छ। तर त्यसमा के छ भने सही तरिकाले वितरण भयो कि भएन, साँच्चीकै पाउनुपर्ने युवाहरूले साँच्चीकै चाहिँ त्यो क्षेत्रसम्म पहुँच पुग्नुपर्ने जनताले चाहिँ पुगे कि पुगेन भन्ने कुरा मुख्य कुरा हो हैन। एउटा चाहिँ तालिमको लागि चाहिँ निश्चित बजेट छुट्याउने, तर त्यो तालिमलाई पनि बजेट सक्ने मात्र पाटो बनाउन चाहिँ यो अलिकति नहुनुपर्ने कुरा हो। त्यस्तै चाहिँ निश्चित कोटा तोकिदिएर पाउनुपर्ने मान्छेलाई चाहिँ जनप्रतिनिधि अथवा गाउँपालिका अध्यक्षको टोलीसँग चाहिँ पुगेर अनुगमन गरेर अध्ययन गरेर साँच्चीकै दिनुपर्ने युवाहरूलाई, साँच्चीकै पाउनुपर्ने जनतालाई चाहिँ दिएको अझ व्यवस्थित हुन्थ्यो। छुट्याएका कार्यक्रम निश्चित रूपमा अहिले भन्दै गर्दा लामो पर्ला, तर चाहिँ केही न केही छुट्याए पनि अझै चाहिँ व्यवस्थित गर्न चाहिँ आवश्यक देखिन्छ। अनि यो 6वटा वडाका एक-एकवटा क्लब छन्। तपाईँले विशेष गरी मैले युवा पङ्क्ति भएको हुनाले युवाले क्लबहरूलाई पनि चलाउने गर्छन्। यो क्लबहरूले अहिले विभिन्न किसिमका खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरू भइरहेका छन्।
यो कार्यक्रमहरूको विषयमा के अलिकति जानकारी पाउँ? यस्तो छ, यो विषयमा एकदमै महत्त्वपूर्ण प्रश्न पनि मानिन्छ। पछिल्लो समय हरेक गाउँ घर घरमा होइन समूहहरू क्लबहरू चाहिँ स्थापना हुने, तर साँच्चै उनीहरूको लक्ष्य उद्देश्य के हो भनेर चाहिँ प्रश्न नहुने। यो विषयमा परिवर्तन गाउँपालिकाले आफ्नो क्षेत्राधिकारभित्र चाहिँ स्थापना भएका सम्पूर्ण क्लब समूह सङ्घ संस्थालाई चाहिँ व्यवस्थित तरिकाले चलाउन आवश्यक छ। भन्दै गर्दा एउटा वडामा एउटा व्यवस्थित क्लब गराउने, क्लबमा एउटा चाहिँ सामाजिक कार्यसँग प्रत्यक्ष जोड्ने, युवाका मनोभावना बुझ्ने गरी काम गर्ने, होइन समाजमा देखेका हरेक खाले विकृति विसङ्गतिका विरुद्ध चाहिँ क्लबले काम गर्ने गरी त्यो आवश्यक छ। सँगसँगै अर्को के छ भने जति पनि स्थापना भएका विभिन्न क्लब छन् सबैले चाहिँ एउटा चाहिँ परिमार्जन गरेर मर्ज जस्तो गरेर सबै युवालाई जोड्ने गरी मर्जको एउटा अवधारणा ल्याउन आवश्यक छ। होइन भने हरेक टोलमा चाहिँ क्लब खुल्ने, उनले चाहिँ सही तरिकाले काम नगर्ने जुन प्रवृत्ति छ यसले चाहिँ भोलि नकारात्मक असर पार्न सक्छ। समयमै चाहिँ यसलाई चाहिँ मर्ज क्लबलाई मिलाएर होइन टोल अनुसार हुन्छ कि अथवा एउटा भनौँ न एउटा वडामा एउटा चाहिँ व्यवस्थित क्लबलाई सञ्चालन गर्न सकियो भने यसको चाहिँ अभिभावक त गाउँपालिकाले गरिदिनुपर्छ। तर चाहिँ त्यो कामकाजमा चाहिँ एउटै क्लबलाई जोड्ने 6वटा वडामा 6वटा क्लब भयो अझ व्यवस्थित हुन्छ जस्तो लाग्छ मलाई। व्यवस्थित हुन्छ। अनि खेलकुद क्षेत्रमा जस राम्रै विकास भइरहेको छ परिवर्तन गाउँपालिकामा अहिले पछिल्लो चरणमा 6वटा वडाले खेल राख्दै गर्दाखेरि भर्खर मात्र नै सुरु भएका यी क्लबहरू रहेका छन्। हामीले अब सुनेका अब जुन परिवर्तन गाउँपालिकामा धेरै खेलकुद कार्यक्रम हुन्छ, खेलाडीहरू त धेरै उत्पादन भएर राष्ट्रिय स्तरसम्म पनि पुग्यो होला। अहिले कतिको खेल क्षेत्रमा कतिको विकास भइरहेको देखिन्छ त? खेल क्षेत्रमा त्यति सम्बन्धित नभए पनि म केही ज्ञान चाहिँ राखिरहेको हुन्छु। यस सन्दर्भमा विगतमा परिवर्तन गाउँपालिकाभित्रका केही राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीसँग उत्पादन भएका छन्, यो एकदमै खुसीको कुरा हो। तर वर्तमान समयमा हेर्दै गर्दा थुप्रै खेलहरू आयोजना हुन्छन्, थुप्रै कार्यक्रमहरू बन्छन्, थुप्रै क्लबहरूले चाहिँ होइन खेलकुदको नाममा थुप्रै बजेटहरू चाहिँ छुट्याउन लगाउने, विदेशीहरूलाई सहयोग माग्ने गरिरहेको छन्। तर साँच्चै नै हामीले समीक्षा गर्दै जाँदा परिवर्तन गाउँपालिकामा पछिल्लो 4-5 वर्षमा कुनै राष्ट्रिय खेलाडी उत्पादन भएको देखिँदैन। होइन भलिबलका क्षेत्रमा हाम्रो गाउँघरमा भलिबल प्रत्येक टोलमा एउटा भलिबल ग्राउन्ड गाउँपालिकाले बजेट छुटेर खन्छ। त्यो ग्राउन्डबाट कतिजना खेलाडी उत्पादन भए, स्थानीय स्तरको निश्चित चाहिँ खेलाडीहरू चाहिँ खेल्न पाए पनि साँच्चै खेलाडीले भविष्य देख्ने गरी उत्पादन भयो कि भएनन् कि होइन त्यो कुरामा चाहिँ अलिक समीक्षा गर्नुपर्छ कि जस्तो लाग्छ मलाई। गाउँपालिकाले पनि अनि खेलकुद विकास समितिले पनि गाउँपालिकाको टोली वडाको टोली राजनीतिक दल त्यहाँकोले तपाईँहरूले समीक्षा गर्न जरुरी छ। एकदमै जरुरी छ त्यो विषयमा चाहिँ। त्यसै गरी अब खेलकुद क्षेत्रदेखि लिएर तपाईँहरूले भर्खर नै सम्पन्न भयो जो एउटा तपाईँको युवा पङ्क्तिहरूकै नै हो कार्यक्रम लोभोन्मुख सांस्कृतिक संरक्षण समितिले, जो तपाईँ पनि परिवर्तनवासी भएको हुनाले उसले कार्यक्रम भर्खर नै सम्पन्न एउटा महोत्सव सम्पन्न गर्यो, सांस्कृतिक कार्यक्रम सम्पन्न गर्यो। त्यसको विषयमा चाहिँ तपाईँले केही थोरै जानकारी? यस्तो छ, यो लोभोन्मुख सांस्कृतिक सङ्घ भन्ने जुन स्थापना भएको छ एकदमै यो खुसीको कुरा हो र परिवर्तनवासीहरूको लागि पनि यो राम्रो कुरा हो। किनभने भन्नुहुन्छ भने जुन पछिल्लो समय हाम्रो देश नेपालमा हाम्रा चाहिँ सांस्कृतिक सम्पदाहरू तिनलाई संरक्षण गर्नुपर्छ भन्दै गर्दा जुन लोप हुँदै गइरहेछन्, सकारात्मक कुराहरू सकारात्मक संस्कार संस्कृतिहरू लोप हुँदै गर्दा तिनीहरूलाई जगेर्ना गर्नुपर्छ भन्ने उद्देश्यले स्थापना भएको लोभोन्मुख सांस्कृतिक सङ्घको लागि चाहिँ मैले के चाहिँ सुझाव दिन चाहन्छु भने भर्खरै एउटा कार्यक्रम आयोजना गर्यो। कार्यक्रम कति व्यवस्थित भयो भन्ने कुरा मौसम होइन प्रतिकूलताका कारण चाहिँ अझ व्यवस्थित हुन सकेको देखिएन। तर अझै त्यो कार्यक्रमले कृषि प्रदर्शनी भन्दै गर्दा होइन भनौँ न अझ चाहिँ गाउँघरमा उत्पादन भएका विभिन्न चाहिँ वस्तुहरू प्रदर्शनी गर्ने, लोप भएका चिजहरू देखाउने भन्दै गर्दा अझै चाहिँ होइन त्यो सांस्कृतिक कार्यक्रमलाई व्यवस्थित गर्न यो समय होइन एउटा परिस्थिति मौसमको चाहिँ अनुकूलता सबैले चाहिँ मिलाएर गरेको अझै व्यवस्थित बन्थ्यो। तर साँच्चीकै हाम्रो समाजमा लोप हुँदै गएका चाहिँ होइन गाजा बाजाहरू होइन चाहिँ गीतहरू, त्यसपछि भन्नुहुन्छ भने तपाईँको चाहिँ सामग्रीहरू होइन वाद्यवादनका सामग्रीहरूलाई चाहिँ प्रदर्शन गर्ने देखाउने र देखाइ बाबत उनीहरूले निश्चित शुल्क दिएर अथवा केही न केही सम्मान गरेको भए अझै दिनु जगेर्ना हुन्थ्यो कि त्यो क्षेत्रको त्यो पाटोमा पनि ध्यान दिनु जरुरी छ। सँगसँगै कृषि क्षेत्रमा हामी कृषि प्रधान देश भएको नाताले कृषि क्षेत्रमा राम्रो गर्ने किसानहरूलाई प्रोत्साहन स्वरूप यो सङ्घले पनि अथवा यो संस्थाले पनि केही न केही प्रोत्साहन स्वरूप चाहिँ गरेको अझै व्यवस्थित हुन्थ्यो होइन। थुप्रै चाहिँ लोभोन्मुख चाहिँ बिरुवाहरू, लोभोन्मुख जनावरहरू, लोभोन्मुख कृषिका चाहिँ उत्पादनहरूलाई चाहिँ व्यवस्थित तरिकाले चाहिँ त्यहाँ देखाउने र सँगसँगै त्यो लगानी गरेपछि त्यहाँ चाहिँ यस्तो फाइदा हुन्छ त्यो देखाउनेलाई चाहिँ यति पुरस्कार दिने अथवा भनौँ न कुनै न कुनै एउटा चाहिँ सही किसिमको योजना बनाएर गएको अझै व्यवस्थित हुन्थ्यो। र भर्खरै सम्पन्न भएको सांस्कृतिक कार्यक्रम अझै व्यवस्थित हुन सकेको देखिएन।
समग्रमा परिवर्तनवासीहरू चाहिँ व्यवस्थित सकेन, किनभने मौसम पनि त्यतिकै प्रतिकूल बनिदियो। सँगसँगै त्यो जुन परिवर्तनवासीको सेन्टर पर्ने पोइन्ट पुतला खोलाको जुन फिल्डमा चाहिँ आयोजना गरियो, त्यो फिल्ड पनि अलिकति जनताको पहुँचभन्दा टाढा भइदिएको होइन। भनौँ न, हाम्रो गाउँघरमा त साँझ बिहान कामकाज गरेर दिउँसो फुर्सद मिलाउने समयमा बिहान आएर साँझ नपुगिने समय त्यो टाइपको हुँदै गर्दा सबै खानेले चाहिँ अलिकति त्यो कार्यक्रम चाहिँ व्यवस्थित हुन नसकेको देखियो। त्यसमा चाहिँ अब आगामी दिनमा समीक्षा अझै व्यवस्थित बनाउनेतर्फ ध्यान दिन जरुरी देख्छु मैले। परिवर्तन गाउँपालिकाले पनि त्यो प्रति ध्यान आकर्षण एकदमै र परिवर्तन गाउँपालिका सँगसँगै लोकउन्मुख सांस्कृतिक संरक्षण समिति र तपाईँहरू युवाहरूले पनि ध्यान आकर्षण गरेर त्यसको विषयमा समीक्षा गर्न जरुरी नै छ। तपाईँले त्यो कुरा राख्नुभयो। त्यसै गरी परिवर्तनको अन्य सन्दर्भमा गाउँपालिकाले युवाहरूलाई कसरी लक्षित गर्ला त? अबका दिनमा कसरी लक्षित गर्दा उपयुक्त होला? अब कृषि क्षेत्रमा, व्यापार क्षेत्रमा कसरी लक्षित गर्दाखेरि उपयुक्त मान्यला त? यस्तो छ, अब परिवर्तन गाउँपालिकाले अब जुन आफ्नो कार्यकाल छ 2 वर्षको कार्यकाल, यो कार्यकालभित्र आफूले चाहिँ अलिकति युवा लक्षित कार्यक्रम गरे अझै राम्रो हुन्थ्यो होइन। कसरी गरे अझ राम्रो हुन्थ्यो, किनभने भन्नुहुन्छ भने हाम्रो देशमा युवा शक्ति सकिँदैछ है, मलामी जाने होइन भनौँ न, एउटा चाहिँ लास फाल्ने युवाहरू सकिँदै गर्दा अलि त गम्भीर समीक्षासहित परिवर्तन गाउँपालिकाले मैले अघि पनि जोडेको थिएँ, जोसँग सिप हुन्छ हातमा त्यो कहिले पनि भोको मर्दैन। त्यसै चाहिँ सिप सिकाउने युवाहरूलाई चाहिँ आत्मनिर्भर बन्ने पाटो चाहिँ अगाडि बढाएर, आत्मनिर्भर बन्ने पाटोमा अगाडि बढाएर हातमा कसरी शिक्षासँगै सिप दिन सकिन्छ त्यो पाटोलाई 1 नम्बरमा राखेर अगाडि बढ्यो भने युवासँगै सम्बन्धित काम आफै हुँदै जान्छ। नेपालमा चाहिँ बेरोजगारीको सङ्ख्या बढ्नुको कारण के भनेपछि जोसँग सिप छैन, सही तरिकाको भिजन छैन, प्लान छैन, त्यो मान्छे मात्र विदेशिएका छन्। तर साँच्चीकै सिप भएका मान्छे नेपालमा बेरोजगार छैनन्, उनीहरू विदेशी परेको छैन। त्यसैले चाहिँ परिवर्तन गाउँपालिका समग्रमा युवालक्षित काममध्ये शिक्षासँग सिप र व्यापार व्यवसाय, कृषिलाई व्यापार व्यवसायसँग जोड्ने र बजारीकरण खोजिदिने त्यो काम गर्यो भने युवाहरू चाहिँ रोकिन्छ। शिक्षासँग सिप नै चाहियो एकदमै, भएन भने कुनै पनि काम चल्दैन। त्यसकारण गाउँपालिकाले मात्र नभएर वडा सरकारले मात्र नभएर आफै पनि युवाहरूले सिप सिक्न जरुरी छ एकदमै। वडा समक्ष पनि वडाले पनि सिकाउनेदेखि लिएर त्यो बजेटले मात्रै काम गर्छ भन्ने पनि छैन। सिप सिक्ने हो भने घरमै पनि धेरै किसिमका सिपहरू सिक्ने हुन्छन्। बच्चा त जन्मिने बित्तिकै ऊ बोल्न सक्दैन भन्ने कुरा पनि थाहा छ नि त हामीलाई। त्यस्तै ऊ धेरै सिप सिक्ने खालको घरमा पनि हुन्छन्। त्यस कारणले गर्दाखेरि ऊ सिपहरूको कुरामा शिक्षासँगै सिप पायो भने उसले रोजगारी पनि पाउने भयो, उसको आर्थिक स्थिति पनि माथि बढ्ने व्यवस्था गर्नुपर्छ होइन। सँगसँगै परिवर्तन गाउँपालिकाले अहिले युवाहरूलाई सञ्चार क्षेत्रमा नै अगाडि बढाउने हो। सञ्चार क्षेत्रमा कतिको भूमिका खेलेको छ र कतिको अलिकति अगाडि बढेको छ सञ्चार क्षेत्रले। यस्तो छ, यो परिवर्तन गाउँपालिकाले जुन समयमा सञ्चार क्षेत्रमा लगानी गर्दैछ अलिकति चाहिँ तालिम आवश्यक देख्छु मैले है। यो युग नै विज्ञान र प्रविधिको, जसले चाहिँ विज्ञान र प्रविधिसँग भिज्न सक्छ, चल्न सक्छ, त्यो अझ अगाडि बढेको देखिन्छ। त्यही क्रममा सञ्चार क्षेत्रमा जोड्नलाई परिवर्तन गाउँपालिकाभित्रका जुन यो सञ्चार क्षेत्रमा चासो र चिन्ता राख्ने जुन युवाहरू, जुन विद्यार्थीहरू हुन्छ, उनीहरूको चाहिँ एउटा लिस्टेड गरेर उनीहरूलाई सही तरिकाको तालिम दिएर र सँगसँगै परिवर्तन गाउँपालिकामा भित्र रहेका सम्भावनाको खोजीमा रहेका पर्यटन क्षेत्रलाई बाहिर ल्याउने गरी उनीहरूलाई तालिम दिएर अगाडि बढ्यो भने युवाका सञ्चार क्षेत्रमा चासो दिने युवाहरूप्रति एउटा राहत पनि हुने थियो र चाहिँ त्यो युवा क्षेत्रबाट चाहिँ सञ्चार क्षेत्रबाट युवाहरू माथि उठेर देशमै एउटा पत्रकारिता रोज्ने थिए जस्तो लाग्छ मलाई। त्यसको लागि सही तरिकाको तालिम दिन आवश्यक छ। यसको लागि पनि तपाईँ अहिले चाहिँ महेन्द्र बहुमुखी क्याम्पसको सोभिल सदस्य, क्याम्पसको सोभिल सदस्य जित्दै गर्दाखेरि त छुट्टै अनुभूति भयो होला, के कस्तो खालको अनुभूतिहरू थियो? यो हामी परिवर्तन गाउँपालिका भनौँ रोल्पाको दुर्गम क्षेत्रबाट यो एउटा चाहिँ कर्मथलो बनाउँदै आफ्नो अध्ययन सँगसँगै सामाजिक सेवामा जोडिन साँच्चीकै सजिलो भने छैन। तैपनि हामी विभिन्न सङ्घ सङ्गठन, म चाहिँ अखिल समाजवादीबाट चाहिँ निर्वाचित भएको सोभिल सदस्य हुँ। विभिन्न सङ्घ सङ्गठनबाट हामी महेन्द्र मल्टिपल क्याम्पस जो राप्तीको जेठो एउटा चाहिँ आङ्गिक क्याम्पस हो, उक्त क्याम्पसमा हामी सोभिल सदस्य निर्वाचित छौँ। रोल्पाबाट हामी 4 जना छौँ। त्यो मध्ये म 1 जना रोल्पाबाट यहाँ आइसकेपछि हामी विभिन्न सेवाका विद्यार्थीसँग अझ भनौँ न हामी परिवर्तन लगायत रोल्पा जिल्ला लगायत राप्ती क्षेत्रको दाङ अनि त्यसपछि सल्यान प्युठानका अथवा भनौँ न सबै क्षेत्रका दुर्गम एरियाबाट आएका विद्यार्थीहरूलाई साथ दिने, सहयोग दिने, सल्लाह सुझाव दिने, सही बाटो हिँडाल्ने, त्यो सँगसँगै उनीहरूलाई उपयुक्त क्याम्पस, उपयुक्त विद्यालय अध्ययन गर्न सहयोग गर्ने
त्यो खालको चाहिँ हामी विद्यार्थी हौँ र सँगसँगै एउटा महेन्द्र मल्टिपल क्याम्पसमा हामी निर्वाचित भइसकेपछि त्यहाँका विद्यार्थीको हक हितको लागि त्यो क्याम्पस सुधारको निम्ति र सँगसँगै कर्मचारीको पनि हितको निम्ति काम गरिरहेका छौँ। त्यहाँ समग्रमा भन्नुपर्दा हामीले जे हुन्छ सबै खाले क्याम्पसमा आएका समस्यालाई समाधानको निम्ति सोभिले काम गर्छ। त्यही अनुरूप हामीले काम गरिरहेका छौँ र परिवर्तनभित्रका समस्यामा अप्ठ्यारोमा परेका विद्यार्थीहरूलाई पनि हामीले सहयोग गरिरहेका छौँ। जिते तापनि नजिते तापनि सोभिको सदस्य नभए तापनि काम एकदमै सहयोगको लागि अहतार खटिरहेका छौँ। यदि हिजोको दिनमा सोभिको सदस्य नहुँदै गर्दा पनि विद्यार्थीहरू सहयोगलाई कमी गएको थिएन। अब झन् हामी एउटा गर्ने ठाउँमा अथवा गरेर देखाउने ठाउँमा पुगेका छौँ। सक्दो सहयोगमा हामी सदैव अग्रपङ्क्तिमै हुन्छौँ। अहिले शिक्षामा गुणस्तर पनि आइरहेको छ, विद्यार्थीले दुःख पनि पाइरहेका छैनन् जस्तो लाग्छ मलाई त। यस्तो छ, यो शिक्षामा गुणस्तर आउने र विद्यार्थी दुःख नपाउने भन्ने कुरामा अलिकति नेपालको शिक्षा प्रणाली नै कतै न कतै चाहिँ परिमार्जन गर्न आवश्यक देखिन्छ होइन। अघि पनि मैले भने हाम्रो शिक्षा प्रणाली अलिक सिपसँग कम जोडिएको छ। शिक्षा ज्ञानमा मात्र आधारित देखिन्छ। यो क्रममा मैले के भन्छु भने हाम्रो शिक्षा प्रणालीलाई ज्ञानमा मात्र आधारित नबनाएर सिपमा होइन अथवा श्रममा कहाँ हुन्छ हामीसँग चाहिँ प्रत्यक्ष रूपमा चाहिँ दैनिक जीवन उपभोग गर्ने चाहिँ अथवा दैनिक जीवन यापन गर्ने खालको शिक्षा प्राप्त हुन्छ। त्यो क्रम हुँदै गर्दा हाम्रो महेन्द्र मल्टिपल क्याम्पसमा अलिकति होइन शिक्षा मात्र प्रदान गरिन्छ, सिप छैन। तर अबको चाहिँ शिक्षा प्रणाली चाहिँ हामीले कसरी चाहिँ चलाउनुपर्छ भने हामीले जति काम गर्ने समय हुन्छ त्योभन्दा जति पढ्ने समय हुन्छ त्यो पढ्ने समय बाहेक अरूलाई काम गर्ने समय युटिलाइज गर्ने होइन। अहिले विदेशीका छन् जति विद्यार्थीहरू उनीहरू चाहिँ शिक्षासँग कमाउने वातावरण खोजिरहेका छन्। त्यो पोलिसी हामीले नेपालमा ल्यायौँ भने त्यो युवा रोकिन्छन्। त्यही क्रममा सोभिबाट हामीले क्याम्पस विभिन्न सदस्यहरू दिन्छौँ। उत्पादनमा काम गर्नुहोस्, विद्यार्थीहरू लगाउँछौँ हामी, विद्यार्थीलाई निजी शुल्क दिनुहोस्, त्योबाट चाहिँ एउटा चाहिँ क्याम्पसको आय आर्जन गरेर शुल्क बढाउनुहोस्, क्याम्पस चलाउने चाहिँ बढाउनुहोस् र सँगसँगै विद्यार्थीलाई पढ्दै कमाउने वातावरण सिर्जना गरिदिनुहोस् भनेर पहल गरिरहेका छौँ। यो भयो भने हामीले साँच्चै अप्ठ्यारोमा परेका साँच्चै समस्यामा परेका विद्यार्थीहरूलाई सहयोगको निम्ति पहल गर्छौँ। त्यसको लागि तपाईँहरूलाई धन्यवाद। त्यसै गरी तपाईँले अब अन्तिममा चाहिँ परिवर्तनवासी युवाहरूका निम्ति के कस्ता कुराहरू भन्न चाहनुहुन्छ, के कस्ता सल्लाह सुझाव दिन चाहनुहुन्छ, युवा क्लबहरूलाई के कस्तो सल्लाह सुझावहरू अझै के कस्तो कामबाट अगाडि बढ्नको लागि सल्लाह सुझाव दिन चाहनुहुन्छ? म एउटा रोल्पा जिल्लाको परिवर्तन गाउँपालिकाभित्रको युवा भएको नाताले म अलिकति यो जनप्रतिनिधिदेखि युवासम्म आफ्नो व्यक्तिगत सदस्यहरू दिँदै गर्दा हामी परिवर्तन गाउँपालिकामा जति निर्वाचित बनाएका छौँ होइन, हाम्रो जनप्रतिनिधि जति पठाएका छौँ उहाँहरूलाई मैले के भन्न चाहन्छु भने तपाईँ जति बेला चुनाव आउँदै गर्दा घर घरमा पुग्नु भएको थियो त्यसै गरी होइन वार्षिक रूपमा हुन्छ अथवा मासिक रूपमा हुन्छ एकचोटि जनता घरमा पुग्ने प्रयत्न गर्नुहोस्। प्रत्येक जनता घरमा होइन तपाईँ नछुटाएर पुग्नुहोस्, होइन छुट्याउनुहोस् त्यो समय। अर्को कुरा तपाईँले जति बजेट आउँछ त्यो बजेटको चाहिँ परिचालन सही तरिकाले भयो कि भएन अनुगमन गर्नुहोस्। र अर्को कुरा यदि चाहिँ त्यो बजेट नपुग्ने ठाउँमा श्रमदानको निम्ति तपाईँ आह्वान गर्नुहोस्। तपाईँ आफै चाहिँ श्रमदानमा जानुहोस्, अनि बन्छ देश, अनि बन्छ हाम्रो पालिका समाज गाउँघर, त्यसरी बन्ने हो। त्यसरी चाहिँ तपाईँ एकचोटि फेरि जनतामा फर्किन आवश्यक देखिन्छ। भर्खरै गएको अस्ति 1-1.5 महिना हो तत्कालीन अवस्थामा मैले वडा नम्बर 3 को वासी भएको नाताले वडा नम्बर 3 का वडा अध्यक्षलाई मैले एउटा चाहिँ सुझाव दिएको थिएँ। सोही अनुरूप उहाँले चाहिँ जनतासँग पुग्नु भएको थियो। कुन कुन एजेन्डा लगेर पुग्नुभयो त्यो उहाँको कुरा, तर चाहिँ जनतामा फर्किन आवश्यक छ होइन। जनप्रतिनिधिहरूलाई मैले के भन्न चाहन्छु भने तपाईँ फेरि एकचोटि घर दैलो कार्यक्रम गर्न आवश्यक छ। तपाईँको 2 वर्ष कार्यकाल सकिँदै गर्दा तपाईँले 2 पटक अनिवार्य 2 पटक जनतालाई चाहिँ प्रत्येक घरमा गएर एउटा चाहिँ अनुगमन होइन अनुसन्धान भनौँ न त्यो गर्न आवश्यक छ। जनताले फर्किन आवश्यक छ। जनताहरू पनि धेरै खुसी हुन्छ। हो एकदमै हो, त्यो आवश्यक छ। र सँगसँगै युवा क्लबहरूलाई भन्नुभयो तपाईँले, मैले युवा क्लब युवा समूहलाई के सदस्य दिन चाहन्छु भने होइन मैले भनेको जस्तै गर्नुपर्छ भने त्यो उहाँको कुरा हो। तर साँच्चीकै युवा क्लब भनेको समाजमा देखेका हरेक खाले विकृति विसङ्गतिहरूलाई निर्मूल गर्ने, युवालाई सही बाटो हिँडाल्ने, समाजलाई सही मार्ग निर्देशन गर्ने काम हो जस्तो लाग्छ। सोही अनुरूप तपाईँको समाजमा देखेका समस्यालाई चाहिँ समाधान गर्नुहोस्, कुलतमा लागेका युवाहरूलाई सुधार गर्नुहोस्, युवाहरूलाई श्रममा जोड्नुहोस्, सामाजिक काम कार्य गर्नुहोस् र सँगसँगै खेलकुद क्षेत्रलाई व्यवस्थित गरी परिचालन गरेर एउटा चाहिँ राम्रो खेलाडी उत्पादन गर्ने चाहिँ थलो बनाउनुहोस्। त्यो सल्लाह दिन चाहन्छु। सँगसँगै तपाईँले अलिकति चाहिँ मलाई शिक्षासँग प्रश्न गर्दै गर्दा मैले थोरै छुट्याएको विषय हाम्रो परिवर्तन गाउँपालिकामा शिक्षा स्थिति खस्किँदो छ। यसलाई चाहिँ अलिकति हामीले माथि लग्नु पर्दा हामीले चाहिँ हरेक विद्यालयले चाहिँ मर्जाको आवश्यक छ। परिवर्तन गाउँपालिका त्यो आँट गर्नुपर्छ। म यहीँबाट एकचोटि के भन्न चाहन्छु भने परिवर्तन गाउँपालिकाभित्र रहेका हरेक खाले मावि स्कुलहरूलाई मर्जाको आवश्यक छ र व्यवस्थित तरिका चाहिँ नमुना स्कुल चलाउन आवश्यक छ।
त्यही त्यो बनाउन सके मात्रै हामी विश्वस्तरीय चाहिँ एउटा शिक्षा प्रतिस्पर्धा गर्न सक्छौँ। होइन भने यो एउटामा सामान्य दूरीका हिसाबले चाहिँ होइन 100-150 किलोमिटर टाढा रहेको दाङ र रोल्पाको शिक्षामा त्यति अन्तर पाइँदैन। अहिलेको अवस्था हुन्छ भने दाङमा चाहिँ आकाशको पढाइ हुन्छ भने होइन एउटा चाहिँ परिवर्तनमा चाहिँ पतालको जस्तो पढाइ भइरहेको छ। प्रतिस्पर्धा गर्न आवश्यक छ नि त। जस्तै हामी पनि यहाँ जर्दै यहाँको पढाइसँग प्रतिस्पर्धा गर्न अलिक सकिरहेका हुँदैनौँ कि। त्यसरी चाहिँ विद्यालयलाई मर्ज गरेर व्यवस्थित पढाइलाई चाहिँ अलिकति अनुगमन गरेर व्यवस्थित पढाइ गर्न आवश्यक छ। शिक्षा क्षेत्रमा अझै लगानी गर्न आवश्यक छ र युवाहरूका निम्ति युवा लक्षित कार्यक्रम गरेर युवालाई कसरी हुन्छ आफ्नै देशमा श्रम गरौँ है, आफ्नै देशमा चाहिँ बसौँ, आत्मनिर्भरको बाटो रोजौँ भनेर चाहिँ प्रोत्साहन गर्ने र सँगसँगै युवावर्गले पनि आफ्नो लागि आफै तयार भएर जाने प्रयत्न गर्नुपर्छ। यो मेरो एउटा व्यक्तिगत स्लोगन पनि हो है, आफ्नो लागि हामी आफै तयार हुनुपर्छ भन्ने चाहिँ मैले यो स्लोगन राख्छु र सोही अनुरूप सबै युवालाई तपाईँ आफ्नो लागि आफै तयार हुनुहोस् र तपाईँलाई स्थानीय सरकारहरूले चाहिँ सहयोगको निम्ति आह्वान गर्नुहोस् र स्थानीय सरकारले पनि युवालाई सहयोग गर्नुहोस् र देशमै बस्ने वातावरण सिर्जना गरिदिनुहोस् भन्न चाहन्छु। तपाईँलाई यस विषयमा हामीले आज कुरा गऱ्यौँ परिवर्तन गाउँपालिकाका शान्ति समिति युवा समूहका निवर्तमान अध्यक्ष तथा वडा नम्बर 3 का खेलकुद विकास समिति अध्यक्षजीसँग कुराकानीलाई हामीले जोड्यौँ। हजुरलाई धन्यवाद छ। हजुरले धेरै टाइम दिनुभयो, टाइम दिएर हामी कहाँ आएर कुराकानी जो दिनुभयो त्यसको लागि धन्यवाद। हामी सदाको बसाइ चाहिँ रेडियो जलजला, रेडियो माडी आवाज, रेडियो मानसरीबाट यी कुराहरू प्रसारण गर्ने गर्दछौँ भने सँगसँगै हामीले जलजला टेलिभिजनलाई पनि जोडेर यी कुराहरू प्रसारण गरिरहेका छौँ। तपाईँहरू यस्ता कुराहरू हेर्न सुन्न नछुटाउनुहोला भन्दै बिदा लिन्छु। हस्, नमस्कार, धन्यवाद। धन्यवाद।